हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म यहाँको सिटी यो घोडे पार्क भन्छ यहाँ पछाडिबाट यो चाहिँ हाम्रो नेपालको जङ्गबहादुर राणाको जस्तो झलक दिने खालको रहेछ। र म आज चाहिँ यो बाटो भएर फर्किँदै थिएँ र फर्किने क्रममा यो दृश्य देखेर चाहिँ म यहाँ कामबाट ओर्लेको भर्खरै र यहाँको भिडियो बनाएर तपाईँहरूलाई देखाउन मन लाग्यो। किनकि यहाँ धेरै एकदमै राम्रो दृश्य रहेछ यहाँको। त्यही भएर चाहिँ म तपाईँहरूको लागि भिडियो बनाउनलाई ओर्लेछु। यस्तो छ यहाँ म भर्खर यो डुबेको 4 नम्बर ट्राम चढेर आएको थिएँ र अब चाहिँ यहाँबाट म यो पार्क घुमेर फेरि फर्किनेछु। त्यसपछि चाहिँ फेरि अर्को ठाउँ नयाँ लोकेसन हेरेर तपाईँहरूको लागि भिडियो बनाउन फेरि जानेछु। आज चाहिँ म ठ्याक्क यहाँ आउँदा बाटोमा परेर चाहिँ यो पार्क राम्रो लागेर भिडियो बनाउन ओर्लेको। एकदम राम्रो लाग्यो, राम्रो रहेछ। र यसरी नै अझै पनि अघिको दिनहरूमा तपाईँहरूको लागि नयाँ ठाउँको नयाँ भिडियो बनाउने छु। यहाँ चाहिँ अलिकति हावा बढी चलेको हुनाले अलिकति सायद डिस्टर्ब हुनसक्छ मैले बोलेको सुन्नमा तपाईँहरूलाई, किनभने अलिकति हावाले डिस्टर्ब गरिराखेको छ साउन्डमा। किनकि मैले अब भिडियो एडिट नगरी लगाउने गर्छु, त्यस कारणले चाहिँ सायद तपाईँहरूलाई यो भिडियो सुन्दाखेरि साउन्ड थोरै डिस्टर्ब भयो भने त्यसको लागि तपाईँहरूले एक्सक्युज गरिदिनु होला। यस्तो राम्रो ठाउँ रहेछ, निकै नै राम्रो सुन्दर ठाउँ। म जाँदैछु। यसरी यहाँ चाहिँ मान्छेहरू घुम्न आउने रहेछ। यसरी कोही रेस्ट गर्ने, कोही यसरी घुम्न आउने यो चाहिँ पार्क रहेछ। त्यहाँ अगाडि चाहिँ अति राम्रो सिन छ। यो भिडियो चाहिँ म एडिट नगरेरै एकदम सर्टकटमा छोटो बनाएर लाउने छु ताकि तपाईँहरूलाई पनि हेर्नलाई सहज र सजिलो होस्। किनकि लङ भिडियो भयो भने तपाईँहरूलाई पनि हेर्नलाई अलिकति गाह्रो हुन्छ र त्यस कारणले म चाहिँ यो भिडियो सकेसम्म अलिक छोटो बनाउने कोसिस गर्नेछु। यस्तो राम्रो भ्यू आउने रहेछ यहाँको। र म चाहिँ अब यो पछाडिको साइडमा आइसक्यो। यस्तो छ, तपाईँहरूले हेर्न सक्नुहुनेछ। एकदम राम्रो भिडियो, सुन्दर दृश्य तपाईँहरूको अगाडि पुर्याउनु पाउँदा, तपाईँहरूलाई यस्तो भिडियो बनाएर देखाउनु पाउँदा खुसी लाग्छ। किनकि तपाईँहरूले मेरो भिडियो हेरेर लाइक सेयर पनि गरिदिनुहुन्छ भन्ने आशा छ। र साथै मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनुहुन्छ भन्ने आशा छ। अहिलेसम्म हजुरहरूले जसरी मेरो युट्युब च्यानललाई माया गरिदिनुहुन्छ त्यसरी नै अघिको दिनहरूमा पनि यसरी नै तपाईँले साथ सपोर्ट गरिदिनु होला तपाईँहरूले। र यसरी नै म अझ राम्रो भिडियो बनाएर लाउने कोसिस गर्नेछु। सकेको भिडियोहरू बनाएर म जुन सिटीमा पुग्छु, जुन ठाउँमा राम्रो तपाईँहरूको सामु चाहिँ म यसरी भिडियो बनाएर लाउने कोसिस गर्नेछु। र अहिले चाहिँ अब म भिडियो लामो भयो, त्यस कारणले चाहिँ अब यो भिडियो म यहीँ क्लोज गर्छु। र तपाईँहरूले हेरेर लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। हस् त, धन्यवाद।